guys, welcome back to the new vlog gaming video. Welcome to the Rahul Nepali gaming video. अनि आज चाहिँ म जाँदैछु जात्रा अनि यो चाहिँ यिनीहरू चाहिँ टुरिस्टहरूलाई चाहिँ आज म लिएर जान लागिरहेको छु फाइनल गाइजहरू अनि हेरौँ टुरिस्टहरू चाहिँ कस्तो दामी दामी छन् हैन स्टुडेन्ट पनि अब भोलि पछि चाहिँ हाल्नुपर्छ अब अर्को भिडियोमा चाहिँ बस मोड आउँछ हैन यो भ्लगमा चाहिँ मैले भनेको थिएँ बट अर्को ड्राइभ टु जात्रा देखाइसकेको छ यहाँ हैन अनि यो यस्तोमा गरेर अनि यसको लाइट चाहिँ हाल्छ बाल्नुपर्ने हुन्छ यो चाहिँ हैन यसको लाइट चाहिँ मैले अस्ति कहाँ देखेको थिएँ भन्दा यो हजुरहरूलाई चाहिँ म हल्का चाहिँ म हजुरहरूलाई चाहिँ हल्का गीत पनि देखाउँछु पहिला हैन परमिसन ग्रान्डेड देखाउँछु यहाँ के देखाएको छ भने ओके आफैले गाइदियो हैन अब चाहिँ हामी जानेवाला छौँ हैन लगेर हो मतलब ड्रोन सट्स जाओस् हैन ड्रोन सट्स टुकुडु ल केटा हो अब चाहिँ हामी जाऊँ हैन धेरै यसो नगरिराखौँ लेट्स गो हामी चाहिँ सम्झेहरूलाई भेटिरहेको हुन्छ बेला बेलामा म्याप हेरिरहनु होला पहिला चाहिँ म आज चाहिँ ग्यारेज जान भन्ने हुन्छ हैन पहिला म पहिले इन्डी गरिदिउँ हैन इन्डिकेटर हटाइदिउँ इन्डिकेटर यो गाडी चल्दै जानु नपाओस् अहिलेलाई अनि अब चाहिँ म जान लागिरहेको छु अनि सरी ग्यारेज जानुपर्ने हुन्छ रोक पहिले ग्यारेज गएर चाहिँ हामी चाहिँ आज चाहिँ बल्ल हाम्रो ड्राइभ चाहिँ सुरु गर्ने हो हैन गाइज अर्कै रुट जानुपर्ने रहेछ यो रुट आएछ त त्यही अघिकै रुट जानुपर्ने रह झ्याप्पा गर्ने म चाहिँ खास किन आएको भन्दाखेरि गाडी वास गर्न आएको हो हैन यस्तो बेलाको बेला हराउने नि अनि अड्डा लाग्छ मलाई यस्तो मनी हाल्छु भन्छ अनि मनी नै छैन मसँग पैसा चाहिँ मैले सबै लाइटमा खर्च गरिदिएको हैन एकछिन हारेको अनि म चाहिँ झरे हैन म ब्याग लिएर Guys, my name is Kelly. रोमान्टिक सट जाओस् भनेर आज ट्युसन छ हैन यो वाइपर चलाइदिउँ अब चाहिँ हाम्रो
म्याप सुरु हुन्छ त्यही हुन्छ मलाई लाग्यो क्या हिँडा त्यत्रो भइदिएर ग्यारेज पुग्नु पर्छ यार ग्यारेज हेर्नु पर्यो पहिला सुरुमा जाम पानी पेट्रोल हाल्न अब चाहिँ मैले चाहिँ प्यासेन्जर लिएर चाहिँ हिँडिसकेको छु अनि यो गाडी चाहिँ कहाँसम्म पुग्छ भन्ने हो होइन गाडी चाहिँ हल्का मजाले जानु पर्दैन स्पिड पनि कन्ट्रोल हाल्नुपर्छ हुन्छ गाइज मेरो बस स्टप यही हो पछाडिको मजाले अलिकति हिँडिरहेको अहिले चाहिँ के मुड चलिरहेको मलाई अनि चाहिँ के रहेछ भने कति कराइन बच्चाहरू होइन त अझ चाहिँ म अर्कै रुट हालिदिउँ कि भनेको तर यही उकालो रुट हाल्छु यो पानी परेको बेलामा त मलाई यो उकालो रुट हाल्नै मिल्दैन यस्तो अड्डा लाग्छ मलाई यस्तो उकालो पानी परेको बेलामा उकालो रुट हाल्नु हेर्नु न अघिसम्म मौसम कस्तो दामी ठिक थियो होइन अहिले त मौसम बल्ल बल्ल ठिक हुँदै गयो होइन हुन्छ सबरे भनौँ यो यहाँनिर गइदिएर तल एम्बुलेन्स आजकल चाहिँ बिरामीलाई लिएर हिँडिरहेको एम्बुलेन्स पनि धमाधम हिँडिरहेको आजकल हो हाम्रो टेम्पो जस्तो यो चाहिँ हाम्रो काभ्रेले चाहिँ अहिले त्यो टेम्पो किने भर्खरै गइहाल्यो के अरे होइन 6 मिनटको भिडियो होइन अब चाहिँ 2-4 मिनटको भिडियो बनाउनु पर्ने हो कि मैले होइन टोक्यो भने चाहिँ फेरि अड्डा हुन्छ क्या होइन त ए गुरुजी ड्राइभर मलाई मोटर यहाँ गरौँ गइसक्यो छुट्टी अहिले अगाडि जाउँ युटर्न लिउँ यहाँ चाहिँ मेरो दोस्तको घर हो यो चाहिँ होइन मेरो दोस्तको घर हो यो अलि अगाडिपट्टि पार्किङ गर्नु पर्यो अहिले पुलिसले मार्यो के थाहा छ कति लाइन हाल्नु भएको छ सर हजुर केही कुरो देखाउनु खोजिरहेको छु अनि अहिले चाहिँ उल्टा हुनुहुन्छ कि ठोक्यो क्या अनि मेरो दोस्तको मैले तल हालेको छु यति हालेछु गाइस अनि तल पनि हालेछु अनि यो माथि पनि हाल्नु अब बजारबाट हजुर भाइ हजुरसँग के अरे आइसक्रिम छ चोकोबार छ भाइ छ दिन त कति हो 55 ए 55 हो 55 जस्तो त लागिरहेको थियो मलाई होइन एउटा दिन त खानु पर्यो सो गाइस मैले अब आइसक्रिम पनि खाइसकेको छु मौसम पनि अब चाहिँ गाडी हाल्नु लगातार चलिरहेछ नि त झ्याप्प गयो भने गाडीभित्र जाने फेरि पनि गर्नु सुरु हो क्या यस्तो हुन्छ क्या अब पाहाडतिर हल्का गइदिउँ भने भयो यहीबाट जान्छ यहाँ फर्चुनरवाला पनि जानु पर्ने हुन्छ होइन गाइस मैले कस्तो हालिदिन्छ होइन गाइस अर्को भेटौँ ल कस्तो बाई